थाल्नु पूजन गर्न शुद्ध मनले भूमि शिला भई पनि मूर्ति छन् बहु भातिका नगनिने मेरा यति छन् भनी इच्छा मार्फिक गर्नु पूजन सदा भइदे नमानिकन कर्तामा छ सबै परन्तु मनमा चाहिन्न भक्ति सुन मूर्तिमा दुई भेद छन् अचल या प्रख्यातहरूको चल राखेका प्रतिमादि मूर्ति चल हुन् थापिन्न जुन देवल त्यसका मूर्ति भने सदा अचल हुन् गर्दा त्यहाँ पूजन पहिले स्नान गराई चन्दनहरू राम्रो गर्छु लेपन पहिराइकन वस्त्रभूषणहरू पुष्पादि नाना थरी माला जाई जुइता कमलका पहिराई श्रद्धा गरी भक्तिले तुलसी चढाई पदमा निहुरेर ढोगिकन लाओस् भोग मिठा मिठा थरी थरी नैवेद्य व्यञ्जन भेटी द्रव्य चढाई पान मसला बास्ना दिने उत्तर मेरो निम्ति गरोस् सम्पूर्ण सबै भक्ति धरी आखिर यति कार्य गरिसकी चढमा साष्टाङ्ग ढोगिकन मागोस् भक्ति सहित क्षमा शरणमा अर्पेर आफ्नो मन चाँडै योस् भव सिन्धु तार भगवान् भन्दै गरोस् यो स्तुति मेरो छैन हजुर बाहेक अरू संसार तर्ने गति शालिग्राम भए नगर्नु पहिले आवाहन आदि पनि गर्नुहुन्न पछि विसर्जन पनि स्थान जाउँ भने माटोको यदि मूर्ति निमित्त पगरी पूजा गरेकोमा आवाहन सुरुमा विसर्जन पछि गर्नु अवश्य